नमस्ते गुरुजी। हजुर 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 नमस्ते नमस्ते नमस्ते। गुरुजी अस्तिको जडीबुटीले त कामै गरेन भन्या, बुढो कन्ने नै मर्चेस् त भन्न थालिसक्नु भयो आमाले। लौ न गुरुजी, यस्तो जडीबुटीहरूको नाम भन्नु पर्यो जुन जडीबुटी मैले खाँदा चाहिँ उनी मेरो मायामा पागल हुन्छन्। अर्ग्यानिक सिस्नोबाट सुरु गर्दैछु। हुन्छ गुरुजी। घर वरपला तलमाथि बारीमा पानी यो टोप्ले झार, टोप्रे झार, अर्ग्यानिक अदुवाको टुक्रा, अर्ग्यानिक अदुवाको टुक्रो, वनधनियाको पात, वन धनियाको पात, 1 पिस जंगली जडीबुटी अमला, 1 पिस जंगली जडीबुटी अमला, थोरै भए पनि बोधोको टुक्रा, थोरै बोधोको टुक्रा। अनि गुरुजी यो फलफुल खाँदाखेरि त उनीलाई मेरो मायामा नकारात्मक तरिकाले असर गर्दैन? निर्धक्क फलफुल खान सोचेर खानु पर्दैन, सोच्नै पर्दैन, फलफुलले केही असर गर्दैन। हुन्छ गुरुजी। अनि यो जडीबुटी फलफुल खाइसकेपछि अरू केही गर्नु पर्दैन? पेट भर्नुस्, आनन्द रहनुस् बस। पेट भर्नको लागि मात्रै भनिराख्नु भएको थियो तपाईले? उनी मेरो मायामा पागल हुँदिनन्? म त हाम पाल्दिन्छु उतैबाट। भनेको ढङ्गी गुरुजी अर्काको जीवनमा त्यसरी खेल्न पाइन्छ? म मर्दिन्छु यो गुरुजीको नाममा। ढङ्गी साला